खास गरी यताबाट आएको यो चाहिँ बागलुङतिरबाट र यो रोड चाहिँ जान्छ यता रुकुमतिर हो भने हामी चाहिँ यो उकालो हुँदै दक्षिण वाउ हामी चाहिँ उकालो सरिसक्यौँ। यहाँ चाहिँ पुरै हिउँ खेलेर यस्तो ठुलो ठुलो बनाएको छ यहाँ चाहिँ पुरै र चाहिँ यता मेरो पछि आउँदै हुनुहुन्छ यतो हेलो गरम हेलो मिस्टर पूर्ण चिसो छ है चिसो छ कसरी जाने त बाटोमा चिप्लो छ कसरी जाने त अब जाने त होला बिस्तारै बिस्तारै जानु पर्ने हुन्छ खास उताबाट जानुपर्ने हो है हामी त अस्ति चस्मा हेरेको थिएँ नि मैले यो यसकै लागि हो क्या मैले हेरेको थिएँ तर ल्याइएन आज चाहिँ आँखा पोल्ने भयो हिउँले चाहिँ हिँडेर चाहिँ आँखा चाहिँ खराब हुन्छ त्यो त स्योरै हुन्छ उकालो बाटो यस्तो छ यार अन्त दाना है अब युट्युबको लागि 4-5 मिनट लाग्ने गर्छन् हो चिरा 1300 युट्युबको लागि चिम्ने फेसबुकको लागि थारो त 1300 चाहिँ युट्युबको लागि चाहिँ 1300 थारो युट्युबलो फेरि ठिकमा टाए आधा टाए अमन्ती 1300 फेसबुकलो फेरि आधा टाए लाग्यो मलाई हजुर फेसबुकको लागि चाहिँ थारो खिच्यो पुरै अनि युट्युबको लागि चाहिँ छोटो मोटो ब्लगरको लागि चाहिँ अमन्ती 1300 चाहिँ खिच्यो पुरै हैया हट यस्तो गाह्रो यार उकालोमा यार माल्यो नानी है यस्तो चिप्लो छ बाटो त यार चाहिँ देखेँ गाह्रो छ यार यस्तो हिउँ छ जमेको पुरै यस्तो छ यस्तो चिसो छ पुरै बाटो पनि चिप्लो छ पुरै यो हिउँ खेल्नेहरूले हो म त यो खास चाहिँ यस्तो हुँदैन थियो यो पुरै ढाडभरि चाहिँ हिउँ खेल्नेहरूले पुरै मेटाइदिएछ अनि त्यो हिउँ पग्लेपछि चाहिँ पानी हुन्छ यस्तो छ माथि त अक्रा चाहिँ यस्तो छ पुरै यति धेरै हिउँ छ पुरा खाना गजब घुमाइदिन्छ
दरपतन भन्ने नि ढोरपाटन जाने बाटो चाहिँ ठ्याक्कै यो डाँडा क्रस गरेर जानुपर्छ ढोरपाटन। हुई चन बाँगाड्यो नि नगाना खाइसक्यो